हेलो गाइस, आज आइतबार हाम्रो कम्पनीमा काम नभएर म आलुवा गर्न आएको छु है। ल है गाइस, सुरु गरियो। बन्द भयो, यो तेल सकिएछ। म तेल भरेर आउँछु र मैले नामिल्छु चुल्फुजाङ देख्न सक्नुहुन्छ है। यसमा म खास काम गर्ने, म यता आल्पा भएर आएको नि त। त्यही भएर मैले आफ्नो काम कस्तो छ भनेर मेरो फोजाङ हो नि त, मेरो फोजाङ प्याकिङ कस्तो छ भनेर पनि पहिले अलरेडी मैले भिडियो बनाइसकेको छु। माथि आइकन आएको छ, आइकनमा टच गरेर पनि मेरो ओरिजिनल काम देख्न सक्नुहुन्छ है त। मैले मेरो प्याकिङ काम देख्न सक्नुहुन्छ है त। यो त आल्पा मात्रै हो नि त। ल यसमा तेल सक्यो, म तेल भरेर आउँछु। साँच्चै खिरुमी अति न हो 많이 없나 보지? 조금만 있어서 그래요. 아, 조금만 있어서 이거 수위가 있습니다. 이게 안 나와요. 이거. 그럼 어떻게 할까? 나도 몰라요. 저기에다. 한번 사장님에게 말해보세요. 그래, 알았어. के अरे आजको के काम गर्ने सक्नुको यो घर हेर न कस्तो छ कि। राम्रो त मलाई लागेन, तर पुरै जङ्गलको बिचमा हेर न, यस्तो जङ्गलको बिचमा टक्क आनन्द शान्त वातावरण बसेको नि यार। पक्कै पनि लाग्यो, यो हेर्दा मात्र यस्तो कति गर्मी हुँदो रहेछ। यो खिरु मजुसे हो यो। ल है हाम्रो काम सकियो। अब हामी हिँड्न लाग्यो है घरतिर। अब पैसा थाप्ने अनि घरतिर जाने। पैसा चाहिँ क्यासमा आउँछ है, क्यास खातामा हालिदिन्न। क्यास हो, आलुवा हो नि त, त्यही भएर क्यास दिन्छ है गाइस हाम्रो 알바. आलुवा। ल अब हिरो पन्ती पनि सक्यो। ल हस्, बाई बाई। ल है गाइस, म कम्पनीमा आएँ। यस्तो धुलो भएर चाहिँ बाप्पा। काम गर्ने सबै ढोकाहरू बन्द छन्, काम छैन है कम्पनीमा। ट्याप्पै पुरै ठन्डा रहन्छ। आज आइतबार बिदा थियो। ल आजको भिडियो यति नै। हस्, धन्यवाद।